I saw motherfucking design on right now. Bring it down, bring it down, make it clap. I got 3 old thoughts to the Hello and namaste, welcome back to my channel. हैन आज चाहिँ म लङ टाइम पछि फेरि भ्लगमा आइसकेको छु। आज चाहिँ हामी साथीसँग ताप्लेजुङ जान आँटेको। साथीको घर जाँदैछ यो उकालो देख्न सक्नुहुन्छ। हाम्रो घर चाहिँ त्यहाँ तल, त्यहाँबाट हिँडेर आएको हो। अब यहाँ माथि छ सुमनको घर जाँदैछु अनि सुमन म आज चाहिँ हामी ताप्लेजुङ जाँदैछौँ। साथी भेला होला है त। अनि निना आएन नि म चाहिँ हिँड्दै जाँदैछु। सुमाने भर्खर उठ्दैछ। ओइ सुमाने यो लिएर जा नि त। ओह्रालोमा गएर न। स्टार्ट भएन हिँड्ने बेलामा चाहिँ भइहाल्यो। हुन्छ माइजी हुन्छ। यता चाहिँ हामी ल यहाँ चाहिँ दाइसँग लाइटर सुमन चाहिँ पूजा गर्दैछ। यानिस अलिक मजाले गर है पूजा चाहिँ केटा। अब चाहिँ हामी लाग्दै गयो त। सुमन यता के छ चल्दे गएको माइजू गएको हामी चल्दै गयो। हामी अब चल्दै गयो। सिउ है त गाइस हाम्रो भ्लग आउँछ। सबैजनाले चाहिँ हेरिदिनु पर्यो है त। राखे यसलाई भन्छ राखे बजार। पमा हालौँ न। केटाहरू पनि आइपुग्नु भयो। एक्जामलाई अगाडि हुन्छ। हुन्छ यहाँ चिया खाँदा नि हुन्छ र। चिया जाने चिया ठ्याक्क हामी चाहिँ अहिले राखे बजार आइपुग्यो। यता दाइहरू आउनुभएको छ। हेलो दाइ ठिकै छ। हामी चाहिँ 4टा बाइकमा जान आँटेको। 2जना दाइ उति हुनुहुन्छ यता। दाइ हेलो यता भ्लगमा के भनिदिनु पर्यो। आज पाथी भाइ ल दाइ ल सुमनको बाइक थियो त्यहाँ कम हावा हाल्दैछ। ओइ के छ अनि तेरो खबर चाहिँ ठिक छ। मेरो ड्राइभर चाहिँ है आजको। ल हेर्दै गर्नु होला भ्लग चाहिँ होइन कस्तो देखिरहेछ। यहाँ क्या अगाडि त्यहाँ बगान अस्ति नै किरणसँग म आलु सेतो आलु खल्ने ठाउँ चाहिँ है एकचोटि भिडियो भाइरल भएको थियो क्या। यहाँ माथिबाट खिचेको थाहा छ। यो मौसमले मार्यो त हौ। दाइहरूलाई चाहिँ अगाडि लाउनु पर्थ्यो नि। यता हाम्रो फोटो भाइरल भएन भने त के भिडियो हाल्नु होइन। हेर्नु न पछाडि एकजना दाइ अगाडि एकजना आउनुहुँदैछ हाम्रो दाइहरू। हामी 4जनाको टुर चाहिँ टुर भन्दा नि आज हाम्रो पाथी भाडा दर्शन चाहिँ राम्रै जाने भयो। यतिको छु पानी पर्न थाल्यो त सुमन। हामीले खाना पनि खाएको छ। अब खिची पुगेर खान्छौँ होला। यस्तै राम्रो भइरहेको छ। मौसमले पनि साथ दिइरहेछ हल्का पानी छिट्याउँदैछ मात्रै है त।
हेर्नु न खाना खाना आएको अरे चिया बिस्कुट खाने भन्नु हुँदैछ भ्यू पनि त्यस्तै बवाल देखिरहेछ ओए सुमने फिटिम यहाँ तल हो कहाँ यही हो सबै अब यो कुहिरो लागेर क्या नत्र यो भ्यू कस्तो देखिन्छ है आम्मा हेर्छौँ देखिरहेको कस्तो देखिरहेको हालत खराब भयो यसको कुदाइ फेरि डेन्जर छ फिटिम बजार ट्याक्क खाजा साजा नै खायो हामी रमिते डाँडा भन्नेमा देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ भ्यू बवाल आउँथ्यो कि तर यो कुहिरोले गर्दा त्यस्तो राम्रो चाहिँ छैन अब चाहिँ हामी निस्केको यहाँ खाजा खायो ठ्याक्क मेरो मोबाइल पनि स्विच अफ थियो यहाँ पावर ब्याङ्क धन्न बोकेको छु र चार्ज लाउँदै हिँड्न पाएको छु ओए पन्जानी छोड अब चाहिँ हामी निस्किन आँटेको रमिते डाँडाबाट है त ट्याक्क खाजा साजा भयो ल निस्क्यौँ राइडरहरू निस्क्यौँ खोइ भ्यू हेरौँ भनेको कुहिरो लागिहाल्यो यता ड्राइभर पनि छ मेरो ड्राइभरै यो चाहिँ फेरि चस्मा भाँचो यार लाउँदै 150को चस्मा लाइभ बस्ने चस्मा भाँचिदियो मेरो यसले आज के चाहिँ भाँच्छ ए मकेको रहेछ चस्मा भाँचिदियो छिटो ल हामी चाहिँ अब लाग्यो अब फिटिङमा पुगेर खाना खाने अब यहाँ खाजा खाएर तल गर्नुपर्ने खाना खानुपर्ने है त एकछिन है रुक एकछिन यहाँ हेलमेट लाउँ एकछिन है आऊ है बिस्तारै ए रमिते डाँडाबाट हेर्नु भने यहाँ कस्तो बवाल देखिन्छ क्या यहाँदेखि होइन सुमने यहाँदेखि भ्यू कि कसो यसले भएन यो डाटा केबलले मेरो चार्जै भयो कहाँ खाना खानु अरे फिटिङ बजार घाम त्यस्तै लागिरहेको छ ओए मोटे ओए पैसा दे न पैसा 200 रुपियाँ दे यो किन्नु परेन 250 दिन सस्तोवाला किन्नु पैसा दिँदैछु 1000 को चाहिँ नदे यसपालि फाइनली हामी चाहिँ खाना खाएर फिटिङ बजारबाट निस्किसकेको ओए भाइ यता हेर्न यहाँ हेर्न ल दाइ जाउँ अब हाम्रो यात्रातिर फिटिङ बजार यो चाहिँ गाडी चाहिँ अलिक काटै भएन तान्ने के हो अब हाम्रो यात्रा चाहिँ जारी हुन्छ सबैजनाले यसो हेर्नु पर्यो मजाले के भएर आएर आएको धेरै यत्रो उज्यालो पनि मेरो ब्राइटनेस कम छ नि त फुल बनाएन होस् चार्ज भिडियोमा नि यस्तो के आउँदैन She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what a
If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. हेवा खोला कि हावा खोला हो? हेवा अभी नेपालको पनि झन्डा रहेछ त नो कपरेसन। हामी हेवा खोला आइपुग्यौँ ट्याक्कसँगले। दाइहरू आउनु हुँदैछ रफ्तारमा। इन्डियाको नि फ्ल्याग रहेछ होइन, देख्न सक्नुहुन्छ। राइडरहरू आउनु हुँदैछ दाइहरू। मलाई चाहिँ यो ठाउँमा लास्टै रमाइलो लाग्यो। दाइहरू आउनु हुँदैछ। ल ल ल अब बिस्तारो बिस्तारो। ए कस्तो हल्ला आउँदो रहेछ है। राइडर 1 राइडर नम्बर 2 यता यहाँ छ। दाइ यहाँ हुनुहुन्छ। फोटो खिच्ने अरे गाडी आउँदैछ हौ। क्यामेराम्यान नेभर डाई हो नि त। देखि चाहिँ हाम्रो ताप्लेजुङ पुग्नु कति हो है? 63 किलोमिटर होइन यहाँदेखि। ऊ ताप्लेजुङ पुग्नु अझै छ। उतै होइन फिदिम ऊ त्यो दाइहरू पछाडि हुन्छ अनि हामी चाहिँ पर्खिँदैछ न। अनि कहाँ रफ्तारमा कुदाएको त अनि दाइहरूलाई चाहिँ तलै छोडिदिएको। जतिखेर फोटो 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 खोइ दाइहरू पछाडि छोडिदिएको। दाइ रफ्तारमा हेर भर्खर बस्दै जाने हो बिस्तारै। अब यहाँदेखि 63 किलोमिटर रहेछ ताप्लेजुङ। हेर्नु नि दाइ ऊ पछाडि आउनु हुँदैछ। ल हेर्दै गर्नु होला हाम्रो आउँछ कन्टिन्यू आउँछ भ्लग चाहिँ। केही भन्नु राइडर के छ छैन गर्मी भइरहेको छ। गर्मी त यार ओभर झापा भन्दा गर्मी रहेछ हो। ताप्लेजुङ अति गर्मी क्या। अति गर्मी है दाइ अति गर्मी। ल ल ल हिँड झापा नै रहेछ यार। ल ल हेर्दै गर्नु होला। जोर पोखरी आइपुग्यौँ होइन। दाइहरू पछाडि हुन्छ। यहाँदेखि चाहिँ हल्का चिसा है। राम्रै ठाउँ रहेछ त यार। मन्दिर रहेछ नि यहाँ माथि। सुमन है सुमन तेरो लागि बन्दुकहरू त्यो त्यो अस्ति आन्दोलनमा निकालेको बन्दुक थियो त्यो। यो बन्दुक पुलिसको बन्दुक। ओ दाइ अब फेरि ज्ञानजीको आन्दोलन भयो भने यो बन्दुक लानुपर्छ हौ। गर्मी कस्तो छ? गर्मी बोलाउने यार। ताप्लेजुङको गेट देख्न सक्नुहुन्छ। के हो के चाहियो तँलाई? कोक स्प्राइट के खाने? अरे भर खाला होइन सिधै न। दाइहरू पछाडि हुन्छ।
आउन्जेल हामी चाहिँ पर्खिन्छौँ है त सी यू गाइज यो ताप्लेजुङकै होइन गर्मी रहेछ ताप्लेजुङ कस्तो छ ठिक छ नि लामो नि बाटो लामो लामो एकदम लामो माथि बाइक जान्छ है जाँदैन त्यो बुझ्नुपर्ने हुन्छ त्यहाँदेखि चाहिँ हामी गाडीमा जान्छौँ केमा जान्छौँ यति गर्नु होला है त ताप्लेजुङ बजार चाहिँ यही है हामी चाहिँ अब ताप्लेजुङदेखि उँभो लाग्यो बाटो खराब छ भन्नुहुँदै थियो यहाँको मान्छेहरूले तर घाम लागेर ठिक छ भन्दै थियो कसैले चाहिँ अब हामी चाहिँ लाग्यो है त हजुर सरकार हजुर हजुर कति राम्रो केटी हो सुन के भयो खेल्नुपर्छ अनि बाटै यस्तो छ त अनि के गर्नु छिर्दैन नि त यो फेरि टाढै यस्तो खुलित छ जाउँ 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 हामी सवार गर्छौँ नि बाटो हेरौँ न त हामी गएर पछाडिबाट खेल्नु हेर्नु बाटो उँभोबाट उठ्योबाट नि फेरि अड्क्यो क्या यहाँबाट खिच्यो त सोध्यो बाटो यस्तो छ त अनि के गर्नु दाइ यो बाटोको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ यो बाटोको बारेमा अब मन्दिर जाने बाटो हिँड्नु पर्ने गाडी लिएर जाँदैछु खुसीको कुरा हो तर पनि बाटो देखेर चाहिँ के भन्न चाहनुहुन्छ बाटो देखेर यतै मन्दिर भयो यतै काम सक्न पाए चाहिँ सहज हुन्थ्यो होइन यो नतान्नु भनेको ठिक हो कि तर बाटो नर्मल हो क्या तानिरहेको छ त कसो तानेन हौ त मेरो चाहिँ उयो पछाडिको दुईटै टायर त पिचमा कुद्ने हो कि त्यो अलिकति बालो उयो भेट्नु हुँदैन पिलित त चिप्लिहाल्छ क्या अन्त आइयो भोलि यो ओह्रालो डबल कसरी जाने होइन यस्तै मौसम भयो भने त ठिक हो कि हजुर यो कुहिरो लागिरहेको छ यसले गडबड गर्छ पानी आयो भने उमै मनाउनु पर्छ नि हाम्रो रेस सँगसँगै अब ल ड्राइभर के कस्तो छ बाटो म त उसलाई प्लेन उडाउँछु गाडी त यसो यसो गर्दैछ ल अब हामी लाग्यो है त अब एकैचोटि मासले फेरि गरेर देखाउँछु है त ओ सुबल के भयो अब के गर्छस् जुत्ताको माया नगर पुरा आऊ 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 यस्तो छ बाटो पाथी भएर जाने है त हामी यति दुःख कष्ट गर्दै जाँदैछौँ गाडीहरू पनि प्याक हुँदो रहेछ अहिलेको सिजनमा दाइहरू पछाडि हुनुहुन्छ हामी चाहिँ लाग्दिएको ए हामी चाहिँ यहाँ बिच बाटोमा रोकिरहेको छ यहाँ पोखरीले गर्दाखेरि है बाटो ए सुबल छिरा न यस्तो बिजोग छ बाटो देख्न सक्नुहुन्छ पानी उस्तै परिरहेछ यहाँ फेरि पोखरी रहेछ है यहाँदेखि अब गाडी जाँदैन भन्नुहुँदै थियो अनि यहाँ निकालेर अगाडि राखेर चाहिँ गाडी बोलाएर जाने भन्ने कुरा आइसकेको छ बाटोको बिजोग रहेछ है दाइ एकचोटि फेरि हामी बर्खामै आउँछौँ हिल्याउन जस्तो भयो यसो गर्ने बेला होइन हामी खलासीहरू चाहिँ हिँड्नु अब होइन आज सप्तमी हो नि त नि आज सप्तमी हो आज रेल भएर बस्ने दिन हो हामी यता उहाँलाई खुसी पार्न आएका छौँ मातालाई खै बा
होइन यो पावर हेर्दा पिता नि हुनुहुन्छ पिता हुनुहुन्न थियो भने हामी त्यसरी नमस्ते गर्न पाउँदैन थियौँ नि हिँड्नुपर्छ नि के होला होइन केही छैन पानी आउँछ यसलाई सकुशल पुर्याउँ हामी पछाडिबाट हेर्दै हेर्दै त्यसै पछि गएर फेरि आइसक्यौँ यहाँ दाइहरूले प्रसादहरू किन्दै हुन्छ मैले पनि किनिसकेँ होइन देख्न सक्नुहुन्छ अब चाहिँ हामी माथिल्लो फेरि गएर बस्छौँ कस्तो फिल भयो भाइ रमाइलो भइरहेको छ नि एकदम रमाइलो सुमन किनिसकिस् मौसम त्यस्तै राम्रो भइरहेको छ चिसो मौसम है रमाइलो भइरहेको छ नि पुरै रमाइलो आज चाहिँ आजको भ्लग चाहिँ यति नै है भोलि हामी माथि गएको भ्लग देखाउँछौँ बाई बाई गाइज